ल साथीहरू यतिको आउटफिटमा चाहिँ चल्ला जस्तो छ ठिक्रिक हल्का सुसमा लाउनु पर्यो अनि अब चल्दैको ल साथीहरू कहाँ जान्छु म हेर्दै जानु होला गाइजहरु वेलकम ब्याक टु माई च्यानल सेवारो नमस्ते साथीहरू वेलकम ब्याक टु माई च्यानल म चाहिँ कहिले कहिले भिडियो ल्याउँछु साथीहरू लाइक शेयर सब्स्क्राइब गर्नु होला आज चाहिँ म बाहिर जानु आँटेको छु अलरेडी नै भिडियो त स्टार्ट भइसकेको थियो अब वेलकम चाहिँ गर्नै भुलेछु के मैले साथीहरूलाई है त ल म आज कहाँ जान्छु तपाईहरुलाई देखाउँदै जानेछु है त लेट्स स्टार्ट भिडियो इट्स मी ललिता लिम्बू ल मेरो आजको आउटफिट चाहिँ यस्तै छ अब टक्क ब्याग बोक्यो अनि यो भिडियो पनि कतापट्टि परेछ लागे साथीहरु हिँडेको है साथीहरु चट्टसँग लिएर यस्तो छ मेरो आजको आउटफिट चाहिँ बुढाबुढी लाग्यो सारारारारारारा मेरो बुढाको अफिस चाहिँ यही हो है काम गर्ने ठाउँ हामी चाहिँ त्यहाँ वारिपट्टि पारिपट्टि बस्छौँ मेरो चाहिँ अलिक खुट्टा छ सलुन वाउ खलेदिया मल हाम्रो चाहिँ नजिक छिटो भरपर्दो खलेदिया मल छ नजिक बोथ साइड गर्नु नि है साथीहरु हाम्रो चाहिँ बोथ साइड क्यामेरा चाहिँ यस्तो छ है मेरो पेट तिक्ले बुढा एकतिर गुरुजी यता बुढी शौचालय खलासी क्या खलासी उता हेरेर बोल्नु नि अनि क्यामेरामा हेर्छु अनि क्यामेरामा नहेरेर त अनि कहाँ क्यामेरामा म मात्र हेर्ने म राम बाबु जस बाबु ओ ल ल ल आज मलाई के किनिदिन्छ नि आज त मैले हेर्नु पर्यो कानमा लगाइदिने धेरै खुसी किन्छु छु यो अब बजारे लाउँदा लाउँदा मेरो कान सारो दुख्यो के सारो पाक्यो नाकमा नलाउने म नाकमा पछि लाउने 40 कटेपछि अहिले नलाउने कानमा लगाउने नाइटोमा यो अबुधाबी आएर धेरै मासु लाग्छ नाइटो साइटो ल साथीहरु अब मेरो बडी राम्रो भयो त बुढाले नाइटोमा लाउने सुन पनि किनिदिन्थ्यो अरे अब के गर्नु मेरो बडी नै छैन राम्रो नाइटोमा लाउने मेरो सुन लाउने त के बडी नै नभएको कारणले अब नाइटोमा चाहिँ चाहिएन मलाई कानमा घाँटीमा हातमा लाउने ठाउँ कति छ त्यो नाइटो नै मात्र लाउनु भनेको छैन नि यो हैन र पियर्सिङ लाउड पियर्सिङ पिआरसी के हो त्यो भनेको चाहिँ ए यस्तोमा लाउने मेरो गयो त्यो जमाना म अब भित्री ट्यापे हुने मेरो एज होइन व्हाट डु मिन लगाउने ठाउँ धेरै छ के भन्नु खोज्छ धेरै छ नि अब हात छ यी 10 वटा औँला छ कान बरु यहाँदेखि सुरु गरेर यहाँ माथि टुप्पासम्म नै लगाइदिनु नि भइहाल्छ त के लाउनु पर्छ नाइटोमै भन्ने छ र नाइटो साइटो त देखाउने अब गयो उहिले छोरा पाएर भ्ल्याक्क पर्यो अब मेन्टेन गर्नै सकिएन अब यस्तै छ अब कुनै दिन मेन्टेन गर्यो भने चाहिँ किन्दिनु है म लाउँछु नि वाउ 50 बुलकी जस्तो किन्दिन्छु 40 कटेपछि वाउ 40 कटेपछि चाहिँ किन भन्दा लगाउनु पर्ला अनि त्यतिखेर अन्त हाम्रो छोरी मान्छेको त दोस्रो 22 आउँछ अरे नि त 40 कटेपछि त त्यही भएर बा सायद मेरो आउँछ कि त त्यतिखेर चाहिँ अनि सम्भव भएछ भने किन्दिनु होला दोस्रो पाउँछ अरे दोस्रो हाम्रो त जवानी आउँछ अरे क्या 40 कटेपछि छोरी मान्छेको जवानी कन्ट्रोल अगाडि चाहिँ बच्चा पाइन्छ अब घर व्यवहार कमाउ जमाउ घर परिवार अब के भन्छ व्यवहारमा बाध्य र बच्चा हुर्काउँदा हाम्रो एज चाहिँ त्यतिखेर चाहिँ एकदम गयो गुज्रेको अब उस्तै राम्रो अब के भन्छ घरमा राम्रो अब धन सम्पत्ति भएको मान्छेहरुकोमा त अर्कै होला अनि हाम्रो चाहिँ त्यस्तो हुन्छ अरे भन्ने सुनेको छु अब हेरौँ 40 पनि पुग्नु आँटेको छु धेर छैन हैन अब हेर्दै जाउँ कस्तो हुन्छ के हुन्छ ल मेरो बुढा त 40 पुग्नु आँट्दा पनि भर्खर पुन टुडेछ अब त एकदम हेल्थको मेरो त त्यो ग्याबिङमा हुँदैन मेरो त पैसा कन्टिन्यू पैसा भइरहेको छ 70 शेयरमाहरुको त फेरि पैसा कहिले जाँदैन उनीहरु त जति बुढो भयो त्यति उनीहरु त जवानी
आमा झन् 16 वर्ष तरुनीको तरुनी खोजिन्छ 5 वटा 4 वटा 2टा 3टा र मान्छेले त सबैले खोजिहाल्छ पुग्दैन त्यही भएर उनीहरूलाई चाहिँ एकदम चाहिन्छ 16 वर्ष तरुनीहरू अब हेरौँ मेरो बुढो अहिले 40 पुगेको छैन सायद उसको पनि 40 पुगेपछि जवानी आउँछ कि बाउ बराजुको जस्तो खोज्दिनै भने जस्तो कुरा म खोज्दिनँ म खोजेर जाने भने चाहिँ म पठाइदिन्छु कि फेरि त्यस्तो हो म चाहिँ फेरि आफ्नो लागि आफै गर्ने बुढाले छोड्यो भनेर रुएर बस्ने होइन त्यतिसम्मको औकात भएको चाहिँ म एउटा क्यापासिटी भएको छोरी मान्छे हो यो चाहिँ मेरो घमण्डै छ क्या मेरो चाहिँ यो चाहिँ पहिला तरुनीदेखिको घमण्डी है मेरो के भन्छ टिनेज अवस्थादेखिको आज म धेरै खुसी छु नि बुढाले मलाई यहाँ किनिदिन्छ ल म चाहिँ अब बुढो घर जाने अरे टिकट काट्ने अरे के गर्नु 1 महिना अगाडि काटिराख्यो नि अहिले अफर लागेको रहेछ रमजानको अनि त्यही भएर अहिले काटिराख्नु पर्यो भनेर हामी चाहिँ यसो आएको ग्रिन लाइन ल सपना अधुरो भयो भन्दै थिएँ मैले सपना पुरा गरिदिने भयो मेरो बुढोले श्रीमानज्यूले ल ज्वेलरी ल्याउनु भयो अब मेरो कानमा झुम्का थप हुने भयो यो जाइसक्नु भयो मेरो ज्वेलरी सपना इन्ट्री भयो साथीहरू किने मैले चाहिँ यहाँ टक्क कानमा लाउने 18 क्यारेटको अब कानमा कहाँ जहिले तहिले लगाइँदैन फेरिराख्नुपर्छ त्यही भएर टिङरिङ किने अब हामी यहाँबाट चाहिँ सब्जी किन्नको लागि मदिना जायद जाँदैछौँ साथीहरू कता कता जान्छु अनि त्यहाँदेखि नेपाली होटलमा जानु पर्यो नेपाली भएपछि त नेपाली होटलमा गएर रोटी खाने के खाने अब त्यहीँ गएर थाहा हुन्छ सेलरोटी अर्डर गरेको छ अघि फोन गरेर भोलिको लागि अब गएर खाने टिकट साह्रै महँगो छ क्या साथीहरू यो टिकट देख्दा त बरु नेपालबाट मान्छेलाई यता ल्याएर आफ्नो आफन्त फ्यामिलीहरूलाई ल्याएर घुमाएर नेपाल रिटर्न ब्याक गराउन ठिक छ है टिकट एकदम महँगो छ यार 2000 3000 1 वेको त्यत्रो 2 वेको त्यत्रो छ झन् अरू बेला त कति महँगो हुन्छ 3000 सम्म हुन्छ त्यस्तो महँगो हुन्छ ओ हामी त नि हाम्रो लाइन गर्नु गाडी त ल्याउनु गाडी ल्याएपछि पैसै सकिन्छ पार्किङ गर्दा 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 पैसा सकिसक्यो कति दिराम सकिसक्यो अघि 4 दिराम गरेको अहिले फेरि 4 दिराम 8 दिराम खाजा खानु पुग्ने पैसा त गाडी पार्किङ गर्दै सकिन्छ अनि के गर्नु जिन्दगी गाह्रो छ पार्किङ गर्दैछ मेरो यहाँ मिस्टरले साथीहरू अब चाहिँ हामी चाहिँ यहाँ मदिना जायद आइपुग्यो मदिना जायदमा चाहिँ अब सब्जीहरू किन्ने अनि त्यहाँदेखि चाहिँ हल्का खाजासाजा खाएर घर जाने हो है ल मदिना जायदमा चाहिँ यहाँ फिस मार्केट पनि छ चट्टसँगले माछाहरू भेराइटीको खानु मन छ भने चाहिँ माछा पनि किन्ने ठाउँ छ उतापट्टि चाहिँ सब्जीहरू फ्रेस पाइन्छ अनि हामी चाहिँ अलिक सस्तो पनि पाउँछ त्यहीँबाट लान्छौँ प्राय फ्रेस दोकान आइपुग्यो सागहरू किन्नुको लागि टमाटर पनि 2 दिराम सस्तोमा दामी रहेछ यही टमाटरलाई वहाँनिर 5 दिराममा किन्नुपर्छ कहिले ल्याउनु प्लास्टिक टमाटर पेले जैसे मिक्स काजु किसमिस यो चक्लेट त मिठो हुन्छ नि हेरोनले पनि कति मन पराउँछ कसरी रहेछ है कसरी केजीले बेच्छ हो यहाँ आउने भाइले एउटा चक्लेट पनि दियो साग त खतरा फ्रेस मिल्छ यहाँ त रायोको साग चाहिँ ल्याउनु रायोको सिज ब्रदर खै रायो साग राम्रो खालको पाउँदैन छैन रहेछ त्यसले धनियाँ दिए ल सब्जी किनिसकेर चाहिँ हामी चाहिँ खाजा खान चाहिँ यहाँ हाम्रो नेपाली होटेलमा नेपालीलाई नेपालीपनै मनपर्छ
त्यही भएर हामी चाहिँ यहाँनिर खाजा खान आयौँ। यहाँ चाहिँ रोटी पनि मिठो पाउँछ, मोमोहरू पनि। रोटी पनि 2 रुपियाँ दिराम, 2 दिराममै पाउँछ। 2 रुपियाँ भन्नु आइहाल्छ, 2 दिराममै पाउँछ है। यो चाहिँ बिर्ता मोड टी पोइन्ट भन्ने सबै अर्डर गरिरहेको थियो अनि रेडी रहेछ। अब लगेर खाने हो। यहाँ घरमा पार्किङ गरिरहेको छ। यस्तो रहेछ, दामी रहेछ। खानु चाहिँ मिठो, तर अस्तिको भन्दा जतिको मिठो चाहिँ भएन, तर पनि ठिकै छ। अब रोटी लबर पनि पर्यो। एकदम खाँदै ठिक्क प्याकिङ गरिदिइरहेको रहेछ। अघि अर्डर गरेको थिएँ घरबाट पनि। ल साथीहरू, अनबक्सिङ गरौँ है त। मेरो कानको इयरिङ टप। सामान चाहिँ थोरै पैसाको ठिकको भए पनि बट्टा चाहिँ दामी रहेछ। ल हेर्नु, यो किनेको म लगाएर देखाउँछु ल साथीहरू।